त्यही त देउमान काकालाई म खोज्दैछु कि दाजु कहाँ जानुभयो दाजु कहाँ जानुभयो दाजु यसलाई लगाइदिँदा नि हुन्छ अन्त लगाइदिनु त्यो अरूलाई चाहिँ छेर्न दिनु हुँदैन त्यहाँनिर यता तल को हुनुहुन्छ यता तल ल म त भिडियो बनाइदिएँ सबैजनाको ए हाम्रो लुगा कति बेला आइपुग्नु ल यता भान्सातिर काम गर्ने सबैजना म चिसो खाँदिनँ होला हौ खानु र मायाले दिएको खाइदिउँ न त ल अब रेडी भयो नि त होइन बाजे हामी अब बस मात्रै कुरेछौँ है ढिलो गर्नु हुँदैन है अब गर्ने अरे तल गर्छन् उनीहरुको न्यापले गर्नु पाउँछन् गर्छ बाबा पहिले लाएर कतै एकछिन यहाँ हाम्रो भुपुको केही छ अरे हेरिदिउँ न अब हाम्रो गाडी जान्छ नि अगाडि हाम्रो गाडी अगाडि जान्छ हजुर अपरेसन बाटोसम्म लैजाउँ न एकछिन यही ओडाउनुहुन्छ अरे हामी छौँ नि हामी छौँ होइन तिमीहरू डह्रो मान्छे त्यता जाऊ न भुपुको छ अरे एकछिन पखाउँ न ल ल त्यसमा अब यहाँ ऊ गर्ने यहाँनिर अब यी तलै मात्रै गर्ने हो कि यहाँ गर्ने यहाँ गर्छ पहिला झन्डा चढाएर लाने पहिले यहाँ होइन झन्डा चाहिँ के को झन्डा हो लु न तपाईँहरूको अब सम्मान के छ होइन ल यहाँको सिटिभिटी सक्नु भएको सकेको छैन होला होइन उहाँहरूले पहिले गर्नु दिउँ न त्यहाँबाट अन्तिम गरौँ हाम्रो
नभएले अलिकति बाटो खाइन्छ ल ल ल ल ल दुईपट्टि यसलाई यता सार्नुपर्छ यता अलिक पछि हट्नुपर्छ ए यहाँबाट तपाईँहरू परेड खेल्ने हो ल अलिक घटिदिउँ न त त्यहाँ ल हामी ठाउँ बनाइदिउँ त उहाँहरूलाई परेडको जग्गा लु जग्गा अलिक बनाइदिउँ है हामी ठाउँ अलिक आन्टी अलिक पछाडि जाइदिउँ त आउँदा आउँदै भागिहाल्छौँ एकछिन अच्छा यस दुःखद घडीमा उपस्थित हुनुभएका अलिकति दाहिनेमा हट्दिनुहोस् न उपस्थित हुनुभएका सम्पूर्ण मनामी मित्रहरू र शोकाकुल परिवारहरू यहाँ हाम्रो भारतीय फुटबल संगठन केन्द्रीय अथवा एकाइ कमिटी धरान सत्रको अध्यक्ष सुबेदार मेजर रामकुमार साहब बेड पेसेन्ट भएको कारणले गर्दाखेरि उहाँ आउनु सक्नु भएन जसले गर्दाखेरि उहाँले मलाई यो कार्यभार आजको भुकुले गर्ने कार्यभार सम्पन्न भएको छ र तपाईहरुको अगाडि म दुई चार शब्द वाचन गर्न गइरहेको छु है यस्तै यो संसारका मानिसहरूको हर समूह हुन्छ हर ग्रुप हुन्छ हर समूह समाजबाट अलग रहन सकिँदैन यो समाजको पनि हाम्रो भुकुहरूको अलग्गै कस्टम ट्रेडिसन छ जसले गर्दाखेरि हाम्रो भारतीय भूतपूर्व सैनिक सङ्घ केन्द्रीय कमिटीको विधान अनुरूप गभर्नमेन्ट अफ इन्डिया मिनिस्ट्री अफ डिफेन्स अथवा भारत सरकारको जलसेना थलसेना वायुसेना र प्यारामिलिट्री फोर्सका भूपू अनि उनका आश्रित श्रीमतीलाई हाम्रो भारतीय भूतपूर्व सैनिक सङ्घमा आबद्ध भई आजीवन सदस्य बन्न पाउने प्रावधान छ स्वर्गीय पदमबहादुर सुबेदार पदमबहादुर साहब एक भारतीय सेनाको 11 गोर्खा रेजिमेन्टमा भर्ती भई आबद्ध भई आजीवन सदस्य भएको हुँदा भारतीय भूतपूर्व सैनिक सङ्घ एकाइ कमिटी धरान 17 को तर्फबाट यो सम्मान अर्पण गरिरहेका छौँ। यो सम्मान अर्पण त्यो भूपू व्यक्तिलाई मात्र गरेर जान्छ जो भूपू व्यक्ति सदस्यता भई आजीवन सदस्य हुनुभएको छ तर सदस्य नबनिएका संस्थामा आबद्ध नभएका भूपू व्यक्तिहरूलाई यो सम्मान अर्पण गरेर जान्न जसले गर्दाखेरि अब म अगाडिको ड्रिल के हो कसो भन्ने अगाडि बढ्न चाहन्छु विश्राम ठाउँ चाहिँ छोडिदिनु होला है ठाउँ चाहिँ छोडिदिनु होला है अलिक अगाडि डाउन गरिराख्नु तलकै तन्काएर गर न उता उतै अलिक यो उता आगे बढेको डेड बडीपट्टि भाइ माझमा आउने साह्रै सोचा अझै सामने स्लोट पिछे लडेका यता जहाँबाट आयो त्यता जाने भाइ त्यहाँ कदम था आगे बढ़ेगा पीछे आगे वाला 2 जवान खड़ा रहे पीछे वाला साहब राइट थर्ड अब म त्यसरी नै भारतीय फुटबल सैनिक सङ्घका भारतीय फुटबल सैनिक सङ्घका 611 जियरका अथवा सैनिक शिक्षा भूपहरूलाई रित अर्पण गरिदिनुको लागि सुबेदार डम्बर कुमार लिम्बू साहबलाई अनुरोध गर्न चाहन्छु धन्यवाद तपाईले नै हो अब धेरै छ
त्यसरी नै अब भारतीय भूतपूर्व सैनिक सङ्घ वडा एकाइ कमिटी धरान 17 को तर्फबाट हवलदार दिलीप राईलाई रित अर्पण गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। धन्यवाद। यस्तै प्रकारले अब म भारतीय भूतपूर्व सैनिक सङ्घ केन्द्रीय कमिटीका उपाध्यक्ष सुबेदार मेजर अनेरी कप्तान नेत्र प्रसाद निङलेकोलाई भारतीय भूतपूर्व सैनिक सङ्घ केन्द्रीय कमिटीको तर्फबाट रित अर्पण गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। धन्यवाद। हजुरले छिटो भन्नुपर्छ, छिटो भन्नु अनि यहाँ ब्यागपट्टिले खुल्छ। सम्झना मार्गमा अब हरियाली हरियाली भयो भयो। आगे बढ़ेगा ताई भाई मोडै ठिक भएन उठाओ ढाल पक्रिराख्नु टाउको डाउन Back down. Sorry, up. Back down. पीछे what? Straight. उठाओ flat. जैसे आगे बढ़ेगा गेट बड़ी पट्टी दारी भाई what? कब्जा. Straight. And slow. Shoot. कति बेला पो अङ्कल हो ए अघि पो आउनु भएको थियो ए के छ हौ बाजे आमा ए त्यो उनै निकाल त दापै निकाल त अब चाहिँ
काका कति बेला ए भाइ पनि पो हुनुहुँदो रहेछ यहाँ हुनुहुन्छ यहाँ ल यताबाट जानु यताबाट हो सिसा पुरा फुटाएको रहेछ होइन यहाँ गाउँमा आउँदा भोलि आउने अरे पोल पनि हुन्थ्यो ल